कस्तो गर्मी छ हौ। गर्मीमा 12 बजे राति छतमा बसेर यसो भिडियो बनाइदिनु पर्यो भनेको। अब आफू चाहिँ झापा 5 को मान्छे पर्यो होइन। अब झापा 5 को मान्छेहरू बालन शाहलाई जिताउनु भयो। केपी ओलीलाई भोट नहालेर बालन शाहलाई किन जिताएको भन्दाखेरि झापामा चाहिँ अब राम्रो विकास भएको छ होइन। अब यता दक्षिण भेगतिर मात्रै विकास भएको छैन। केपी ओलीको एरियातिर सबै विकास भएको छ र बोर्डर साइडतिर चाहिँ जहाँ आदिवासी जनजातिहरू बस्छन्, राजवंशीहरू, त्यो भेगमा चाहिँ विकास भएको छैन। तर पनि अब विकास भन्दा पनि झापाली जनताको चाहना चाहिँ के रहेछ भने बालन शाहले चाहिँ अब झापामा विकास भन्दा पनि पुरै देशमा विकास गर्नु पर्यो भनेर चाहिँ जिताएको हो होइन। जति पनि भ्रष्टाचारी नेताहरू छ, हाकिमहरू, वडा अध्यक्षदेखि लिएर प्रधानमन्त्रीसम्मको जति पनि छ, सिडिओ, एसपी, डिएसपी, डिआइजी जति पनि भ्रष्टाचारीहरू छ, सबैको छानबिन गरेर चाहिँ त्यो पैसाहरू राज्यको नाममा ल्याएर पुरै नेपालमा चाहिँ विकास गरिदिने क्या। त्यो जति पनि भ्रष्टाचारको पैसाले बनेको, चाहे त्यो सपिङ मल होस्, चाहे अफिस होस्, चाहे माओवादी अफिस होस्, चाहे जेसुकै होस्, त्यो सबै चाहिँ सरकारको नाममा गरिदिने र त्यो अफिसहरू जति पनि छ माओवादीको, एमाले, काङ्ग्रेस जति पनि छ त्यो काम नलाग्ने, त्यो सबै चाहिँ सरकारको नाममा गरेर त्यसबाट बरु त्यो धरोटीमा राखेर लोन लिएर हुन्छ कि के हुन्छ, सब देशभरि विकास गरिदिने क्या। चारैतिर मेचीदेखि महाकालीसम्म रेल बनाइदिने, मधेसदेखि हिमालसम्म केबल कारहरू बनाइदिने, 10-12 वटा। हिमालको सामान मधेस आइपुगोस्, मधेसको सामान हिमालसम्म जाओस्, त्यस्तो केबल कार बनाइदिने। मान्छे चाहिँ नहिँडोस् केबल कारमा, बरु सामानहरू यताउता गरोस्, त्यो सिस्टम गरिदियोस्। नेपाल स्विजरल्यान्ड भन्दा पनि दामी भइहाल्छ। र जति पनि फोकटिया फ्याक्ट्रीहरू छ, दारू बियर, त्यो सबै बन्द होस्। त्यो सोचेर नै झापालीहरूले भोट दिएको हो बालन शाहलाई। बालन शाहले चाहिँ यो यति काम गरिदियो भने नेपालको जनता पुरै खुसी हुन्छ। ल, भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।